एन्ड वेलकम टु माई च्यानल। सबैलाई मेरो च्यानलमा स्वागत छ। आज म तपाईलाई सिकाउन गइरहेको छु 2026 को सिम्याट टियु को सिम्याट कसरी भर्ने। मेरो पुरानो भिडियो लास्ट इयरको पनि छ, तपाईहरुले हेर्न सक्नुहुन्छ त्यो पनि। र नयाँ हेर्नु सिम्याट फर्म यसरी टाइप गर्न गुगलमा जानु होला, सिम्याट फर्ममा जानु होला, यसरी हेर्न सक्नुहुन्छ 2026 को फर्म आएको छ। यसरी यो सिम्याट को फर्म खोलिसकेपछि म तपाईलाई फेरि आफ्नै भरेर देखाउँछु, किनभने मैले त दिएको छु। तैपनि हेर्नु होला कसरी भर्न सकिन्छ भनेर फुल डिटेलका साथ देखाउँछु। जस्तै कुन पढ्न सक्नुहुन्छ। अहिले एमबीएस र एमपीए को लागि चाहिँ खोलेको छ सिम्याट, अरुको लागि खोलेको छैन। जस्तै एमबीएस पढ्न चाहन्छ एमबीएस, एमपीए लाई एमपीए को भरेर देखाउँ, या एमबीएस को एमबीएस लाई हेर्नु है। यसरी भर्न सक्नुहुन्छ। यो चाहिँ सेलेक्ट वान कहाँबाट छान्ने, आफूले दिन चाहने सेन्टरको नाम। जस्तै अब मकवानपुर क्याम्पस छ, कहीँको बाथदेखि हेटौडा क्याम्पस छ, शंकर एसएनके शंकरदेव दिन जानु, शंकरदेव छ, पीके क्याम्पस। आफूले मन चाहेको क्याम्पस चाहिँ छान्न सक्नुहुन्छ। यहाँ भयभरको लिस्टहरु छ, टियु को अन्डरमा एक्जाम हुने सेन्टरहरुको सबैको लिस्ट छ। तपाई कहाँलाई आफूलाई सजिलो पर्छ त्यही अनुसार दिन सक्नुहुन्छ है। मैले ल अहिले केही छानिन, अहिले जुन आछ त्यही गरेर देखाइदिन्छु। ओपन गर्न सक्नुहुन्छ। आफ्नो कुनबाट भर्न चाहन्छ, स्पेसिफिक क्याटेगोरीबाट कुनैबाट भर्न चाहन्छ। जस्तै फिमेल हो भने त महिला हो भने त महिला, जनजाति, दलित, डिफरेन्ट एबल, मधेसी, ब्याकवर्ड, रिमोट किन्नुबाट त भर्न चाहनुहुन्छ। यहाँ ओपन नै भर्न चाहन्छ, ओपनबाटै गरौँ। यसले केही फरक पर्दैन। रजिस्ट्रेसन नम्बर आफ्नो के छ, डट 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 आफ्नो सिम्बल नम्बर के छ त्यो हाल्नु, रजिस्ट्रेसन नम्बर। त्यसपछि आफ्नो नाम राख्न सक्नुहुन्छ। ब्लक लेटर भनेको चाहिँ क्यापिटल गर्नु होला, केएल यो राख्न सक्नुहुन्छ। अब यही कुरालाई नेपालीमा लेख्ने भनेको छ, नेपालीमा लेख्नु होला। जस्तै अब नेपालीमा केबाट भर्दै हुनुहुन्छ हेर्ने, म यसरी युज गर्न सक्नुहुन्छ। इंग्लिश टु नेपाली यसरी गर्न सक्नुहुन्छ। कन्ट्रोल्स मेल एड्रेस राख्न सक्नुहुन्छ। यसरी गर्न सक्नुहुन्छ। आफ्नो इमेल आईडी, मोबाइल नम्बर राख्न सक्नुहुन्छ। एड्रेस युनिक अन सिस्टम भनेको चाहिँ इमेल आईडी चाहिँ राख्न सक्नुहुन्छ। जस्तै म प्रोभिजन बागमती कुन ठाउँ हो, आफ्नो ठाउँको प्रदेशको कुन ठाउँ हो, जस्तै यो मकवानपुर भयो। एड्रेस कता चिसाले थाहा, आफ्नो एड्रेस राख्नु होला। आफ्नो एड्रेस राख्न सक्नुहुन्छ। ल यो मैले राखेँ, यसलाई अझै नि फुल डेटा राख्न सक्नुहुन्छ अझ, किन मकवानपुर राखेको छ नराख्ने केही फरक पर्दैन। एसएलसी कुन स्कुलबाट एसएलसी दिएको इयर हो, जस्तै 2074 हो कि 75। अहिले नयाँ पुरानो अब जस्तै रेगुलर पढ्नेहरू हो भने त हिसाब गर्ने भने 75 या 76 को रेन्जमै हुन्छ। ब्याचलर पढ्नेहरू 75-76 आफूले कहिले पास गरेको त्यो इयर राख्नु होला। एसएलसी को बोर्ड कुन हो, एसई को बोर्ड हो कि हैन, अनि एसई को बोर्ड हो, एनईबी को बोर्ड हो कि नेशनल एक्जामिनेसन बोर्ड हो, त्यो चाहिँ कुन बोर्ड आफ्नो सर्टिफिकेट हेरेर नै राख्न सक्नुहुन्छ। आफ्नो जीपीए कति आएको छ त्यो टोटल जीपीए राखौँ। 3 आछ भने 3 राखौँ, 2 पोइन्ट कति आछ राखौँ, 1 पोइन्ट आछ भने नि राखौँ है। पास भएको जुन चाहिँ पास भएको जीपीए आउँछ, सीजीपीए टोटल आछ त्यसलाई राख्नु होला। एसएलसी को सिम्बल नम्बर 233001 यस्तै समथिङ आर समथिङ, मलाई यसरी आउँछ समथिङ, यो नभनौँ लेख्नु होला। अर्को छ पीसीएल प्लस 2 कहाँबाट दिएको हो, पीसीएल भनेको चाहिँ स्कुल लिभिङ सर्टिफिकेट भनेको छ। अहिले चाहिँ आफ्नो एसएलसी दिएको इयर, पास भएको इयर राख्नु होला। ल मानव 2075 यस्तो इक्जाम्पलमा दिएको। बोर्ड कुन हो, एनईबी नेशनल एक्जामिनेसन बोर्ड। एचईएसईबी हायर सेकेन्डरी थियो पहिला, अहिले छैन, त्यो राख्नुहुन्छ। आफ्नो टोटल चाहिँ कति आएको थियो 3 ल हैन। सिम्बल नम्बर कति थियो 70 जस्तै समथिङ। तपाईको आफ्नो सिम्बल नम्बर लेख्नु छ। ब्याचलर इयर लास्ट इयर पास भएको रिजल्ट अस्ति भएर आयो, अस्तिको रिजल्ट राख्नु होला नयाँ भर्नेहरू। र पुरानो पोरको हो भने 2025 मा पास आउट 25 नत्र 2000 कतिमा पास आउट भएको त्यो लेख्नु होला। एसएलसी बोर्ड यो त टियु नै हो। अनि टोटल जीपीए भने यसमा चाहिँ पर्सेन्टेज हुन्छ, कति आछ 70
60 50 कति पर्सेन्ट आछ र सिम्पल नम्बर भने त लास्ट इयरको राख्नु होला है लास्ट इयरमा फोर्थ इयरमा कुन सिम्पल नम्बर राख्नु भयो त्यही राख्नु होला क्यारेक्टर सिटर यो चाहिँ जेपीजी फाइलमा बनाएर राख्नु है जेपीजी फाइल भने तपाईले कसरी बनाउने यो सोध्न सक्नुहुन्छ म भन्छु जेपीजी फाइल सकिन्छ त्यसपछि ब्याचलरको ट्रान्सलेट भनेको छ ट्रान्सलेट रिक्वायर फर्मेट जेपीजी ने यसलाई अहिले ट्रान्सलेटमा निकाल्सके त छैन होला तपाईहरुले त्यही भएर ट्रान्सलेटलाई त्यस्तो केही फरक परेन ट्रान्सलेट वा मार्कसिट भनेको चाहिँ रिक्वायर भने त्यो फोटो देखाएर राख्नु भने हुन्छ जुन आएको छ फोर्थ इयरको छ नि कलेजबाट लिएर आउँछ त्यो फोर्थ इयरको मात्रै मार्कसिट दिनु भने कलेजबाट आफ्नो कलेजबाट दिन्छ त्यो राख्न सक्नुहुन्छ अनि त्यसपछि चुज कनेक्ट आइपी र सेभ र पे गर्नुहुन्छ यो सबै मैले पढेको छैन त्यही भएर भएको छैन यहाँ चुज फाइल आफ्नो फोटो चुज गरेर नबिर्सिनुलाई यसै गरे पर्नु म तपाईलाई चुज गरि देखाउँछु मेरो फोटो राखेर देखाउँछु यसरी आफ्नो फोटो राख्न सक्नुहुन्छ यो चाहिँ रिक्वायर फाइल यो चाहिँ पीजेपी यो चाहिँ कम फाइलमा हुनुपर्छ है लास्ट सेभ गर्नु र पे गर्नु र पे त्यहाँ अगाडि क्यूआर आउँछ त्यो क्यूआर आइसकेपछि त्यसलाई पे गर्छ तपाईको एक्सेप्ट हुन्छ आज नै भएन भने एक दिन पछि हुन्छ केही कुराहरु बुझिएन उ भयो भने चाहिँ सोध्न सक्नुहुन्छ हस्त धन्यवाद जहाँ जहाँ मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला थ्यांक यू गुड बाइ